नमस्कार, म लक्षण भण्डारी माइललाई यो सुगर सम्बन्धी योभन्दा पहिला भिडियो बनाइसकेको र पुनः केही सल्लाह सुझाव दिउँ कि भन्ने सोचले एउटा भिडियो बनाइरहेको छु। तसर्थ सुगर भन्ने कुरो ठुलै रोग पनि हो। निरन्तरता दिँदै जाने हो भनेपछि सामान्य जस्तो पनि लाग्यो। किनभनेदेखि मैले 2 वर्षको पिरियडमा सुगर पूर्ण रूपमा ठिक गर्न सफल भएको छु। त्यसैले सफल हुनको मुख्य कारण के भनेदेखि मनमा इच्छा शक्ति हुनु पर्यो, जाँगर हुनु पर्यो, उमङ्ग हुनु पर्यो, एउटा जोस हुनु पर्यो, अनि मात्र सफल भइन्छ। एउटा पौडी खेल्नको लागि पौडी खेल्न सिक्नको लागि त्यो तलाउमा को डिलमा गएर त्यो तलाउको पानी हेरेर सिकिँदैन। तलाउमै पस्नुपर्छ, 2-4 घुटकी पानी खाइएला, त्यसमा त्यो आफ्नो ठाउँमा छ। तर तलाउमै पसेर कोसिस गर्नुपर्छ। त्यस्तै मैले पनि 2-4 भिडियोहरू बनाएको छु सुगर सम्बन्धी। यसलाई हेरेर अध्ययन गरेर त्यही अनुसार तपाईहरु अगाडि बढ्नुभयो भने तपाईहरु अवश्य पनि सफल हुनुहुनेछ। र म पनि सफल भएको छु। त्यसैले गर्दाखेरि म मात्रै सफल भएर भएन, मलाई मात्रै सुगर ठिक भएर भएन। तपाईहरु गाउँघरकामा रहेका कोही हुनुहुन्छ भने सुगर सम्बन्धी पीडित हुनुहुन्छ भने मैले भनेअनुसार गर्नुहोस्। र तपाईको इष्टमित्रहरू पनि त विदेशमा ठुलो लगानी लगाएर पठाउनु भएको छ नि। भोलि त्यो ठाउँमा त्यहाँ आराम गर्न त जानु भएन, कामै गर्न जानु भयो। अब सुगर लाएर थिलो विभिन्न हाम्रा प्रत्येक अङ्ग, यी 5 ज्ञानेन्द्रियहरू नष्ट हुने, शरीरका विभिन्न सेलहरू यो सुगरले गर्दाखेरि काम गर्न नसक्ने अवस्थामा भयो भने आउने त नेपालमै हो, आफ्नै घरमा हो। र कत्रो लगानी लगाएर पठाउनु भएको छ। भोलि त्यो लगानी पनि डुब्ने र त्यसले गर्दा आफ्नो शरीर पनि क्षति हुने। तसर्थ त्यहाँ पनि सेयर गर्नुहोस्। तपाईहरु कहाँ तपाईका इष्टमित्रहरू कहाँ हुनुहुन्छ त्यहाँ पनि सेयर गर्नुहोस्। यो धेरै अति राम्रो चिज छ। यो भिडियो अत्यन्तै मार्मिक। आफैले अध्ययन गरेर, आफैले अवलोकन गरेर यो कसैप्रति कसैलाई चाहिँ यो कसैको परीक्षण गरेको स्वयं मैले नै यो बारेमा यो गरेर हुन्छ कि उ गरेर हुन्छ कि कसो गरेर हुन्छ कि भनेर एउटा निचोड निकालेर मैले आफ्नो यो चाहिँ सफल भएको छु। त्यसले गर्दाखेरि यस्तै सफल तपाईहरु पनि हुनुहोस्। म त्यसैमा खुसी हुनेछु भन्दै यो अहिलेको यो भिडियो यही अन्त्य गर्न चाहन्छु। हवस् त, धन्यवाद।